हेलो अनि नमस्ते वेलकम ब्याक टु च्यानल आई एम ब्याक विथ न्यू भिडियो। आज चाहिँ पानी पर्न लागेको छ त्रिशुली भ्यालीभित्र अनि अरू ठाउँमा नि पर्न लागेको होला तर मलाई थाहा छैन। मेरो पछाडि देख्नु भएको यो काउले भाल्चे भन्ने ठाउँतिर चाहिँ परिसक्यो। त्यहाँतिरबाट सुरु हुँदै आउँछ। अब यहाँ चाहिँ यो टिन चाहिँ शनिबार हाट बजार लाग्ने टिन सबै बिगारिदिइसक्यो। हावा एकदम तेज हावा आइरहेको। अब सुन्न सक्नुहुन्छ यो जुन केराको पात छ कराइरहेको छ त्यसै माथि खोडेङ गुडुङ गरिरहेको छ। आज चाहिँ मजा आउला जस्तो छ कि यो पानी परेको हेर्न मन छ। टिन्ट भ्याउने माथिबाट तल तलबाट माथि बनाइसक्यो। कति क्लियर भएको के दिन, यही दिन हेर्नलाई म वेटिङ गर्दै थिएँ। डाँडा काँडा नि छेकिरहेको थियो यो के अरे धुन्दले गर्दाखेरि। अहिले चाहिँ क्लियर राखेको छ। तिन चारवटा डाँडा चाहिँ देख्न थालेको छ। त्यसपछि चाहिँ जब पानी परेर क्लियर हुन्छ अनि डाँडा देख्छ। किनकि पहिला अब पानी पर्दाखेरि जुन हिउँ पर्ने बेला चाहिँ वहाँ हिउँ पर्ने डाँडासम्म देखिन्थ्यो क्या। अहिले यो गर्मी स्टार्ट हुने बेलातिर चाहिँ धेरै तुवालो लाग्ने, सेतै हुने, केही पनि नदेख्ने। यो वेदर इन्जोय गर्नुहोस् गाइस। पानी पर्न लाएर कालै भएको छ। यो चाहिँ काउले भाल्चे भन्ने ठाउँतिरको भ्यू हो। त्यहाँ चाहिँ आकाश पुरै कालै गडेङ गुडुङ गरिरहेको छ। अनि यो हाट बजार पर्सि हाट बजार लाग्ने टेन्ट पुरै बिगारिदिइसक्यो। त्यहाँ पनि अर्को नि थियो, त्यो चाहिँ त्यहाँ चाहिँ होटल थाप्छन्। अनि यहाँ चाहिँ अब साग सब्जी तरकारी मासु के हुन्छ त्यो राखेको हुन्छ। यो चाहिँ आँप बगैँचा है गाइस। त्रिशुलीको आँप बगैँचा, यो पुरै आँप बगैँचा हो। आँपको बोट छ यहाँ चाहिँ। अनि केराको बोट पनि छ। धेरै जस्तो बगैँचा भएको भने चाहिँ आँपको बोट हो, अरूको बोट छैन मिक्सभित्र। हेरिरम लाग्ने मौसम भएको छ क्या आज चाहिँ। यही मौसम हेर्नलाई कति दिन वेटिङ गर्दै थिएँ म। वाह, त्यो डाँडाहरू नि देखिन्थेन हिजो अस्तितिर, अहिले चाहिँ डाँडा देख्न थालेको छ। मोस्ट अमेजिङ भ्यू टुडे। त्यहाँ त्यो के अरे देखिन्थ्यो नि भ्यू टावर, मैले देखिरहेको भ्यू टावर म जुम गरेर देखाउँछु। यो भ्यू टावर देखिन्थ्यो दिनमा पनि। आज चाहिँ बेलुका कति बज्यो अहिले 6 बज्यो। 6 बजे पनि देखिरहेको। यो हावा चलेको कारणले र गडेङ गुडुङ गरेर पानी पर्न लाग्यो। पानी पऱ्यो भने त अझै क्लियर हुन्छ सर। क्यामेरामा पानी परेछ। अहिले पानी परेको छैन, एकछिनपछि पर्ला जस्तो भएको छ। परोस् पानी उज्यालो थियो, हेर्नु त कालै भयो आकाश। ओ माई गॉड, लुक ओभर हियर। शिट, कस्तो कालै भएको यार। यो चाहिँ पुरै पानी भरेको छ क्या बादल। त्यो झर्ने बेला चाहिँ कति मजा आउला कि पानी झर्ने बेलामा। ओ माई गॉड, ब्ल्याक स्काई यार। यो चाहिँ मेगाङ एरिया पर्छ। यो चाहिँ यतापट्टि चाहिँ काउले भाल्चे भन्ने ठाउँ पर्छ। आज मेगाङपट्टि चाहिँ लास्टै पानी पर्ला जस्तो छ। धेरै जस्तो कालो भ्यू चाहिँ त्यहीँभित्र देखाएको छ। हेर्नु न, यो पुरै कालो पानी अड्केर बसिरहेको छ। त्यहाँ झर्नलाई रेडी भएको छ तर झरेको छैन अझै। एकचोटि यस्तोसँग पानी परोस् कि पुरै क्लियर होस् क्या दिन। कति दिन भइसक्यो पानी नपरेको। अस्ति नै एकचोटि पानी परेको जस्तो लाग्थ्यो, सिमसिम पानी परेको थियो तर क्लियर थिएन। आई होप अब आज पानी पऱ्यो भने चाहिँ क्लियर हुन्छ होला दिन। मान्छेहरू नि धेरै बिरामी हुने, यो पोल्युसन धेरै भएर। टोटली ब्ल्याक भयो कि केही नदेख्ने गरेर।
कस्तोसँग बिजुली चम्केको यार। आज चाहिँ पानीले विध्वंसै गर्ला जस्तो छ परेर। ओ माई गॉड, कस्तो खतरनाक तरिकाले चम्क्या क्या। यता चाहिँ अझै उज्यालै छ फेरि। वाउ, डह्रो पर्ने भयो पानी आज। यता चाहिँ लास्टै पर्छ आज। यो चाहिँ किन्ताङ एरिया, मेगाङ एरिया। आए एकछिन।